फुच्चे छोरा देखाने विचार छ कि भाइ केटा ओ फुच्चे तालीबाट गइदिनुहोस् त ओ भाइ खुट्टा हाल्नु त खुट्टा खुट्टा हाल्नु त खुट्टा हाल्नु त हाल्नु लैजा फ्री बस्ने मान्छेलाई पनि तालीबाट गइदिनुहोस् न एकचोटि सबैले जोडले तालीबाट गइदिनुहोस् त लैजा त मसान छिटो छिटो यो दाइलाई पनि ओ मसान है भाग्यो भने यो दाइको दुईटा आँखा उडाइदियो मसान दुईटा आँखा उडाइदियो ल्याउनुहोस् न यहाँ कहाँ जानु लाग्नु भएको यहाँ तालीमा गाडो बनाउनु कसले भागेको जिमालीको कसले हो हात हाल्दा भेट्यो खुट्टा हाल्दा भेट्यो अनि के भेटेन अब यहाँ मान्छे रहेछ ठिकै छ छैन भने यो दाजुभाइ दिदीबहिनीहरू उयो दाइलाई छोड्नु न जानुपर्छ कहाँ दाइ थाहा छ गौशाला चौकीमा त्यहाँ गएर गोदाखानीको मिठो को हानी हो खेलमा हानी तर माफ गर्नुहोस् है भगवान् होइन माटोमा भिल्नलाई चराचुरी बच्चा नै आकाशमा उड्नलाई हो किन भन्नुहोस् त मान्छेको बच्चा हो डालीमा गाँठो बनाएको त यो 4 कुना मध्ये 1 कुनामा लुकिया छ पहिला म हेर्छु अनि सबैजनालाई यो टोकरी पल्टाएर देखाइदिन्छु हुन्छ भन्नुहोस् त हुन्छ ल हुन्छ भन्नुहोस् त हुन्छ ल तालीबाट गइदिनुहोस् एकचोटि उताबाट तर्न यता अलिकति तर्नुहोस् बिचमा राख्नुहोस् हेर्नुपर्छ भन्नु न तर्नुहोस् अलि उताबाट पनि अलिक पछाडि पनि तर्नुहोस् है यो भाइले म बोलाउँ बाबु आई यहीँ त रहेछ भन्नु न म त्यहाँ घरमा पनि च्याउन बिहान छ क्या तपाईँको म देखाइहाल्छु नि यता यो जोडले हात बाँध्ने छ जालीको गाडो खोल्न नसकेर यहीँ बसिरहेको छ यो भाइ हेर्ने हो ल यताबाट आउनुहोस् त यो मोर यहाँ रहेछ यता हो यता यता भनेको यता 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 आउनु न यता भने क्या तपाईँ यो भाइले देख्छ यता र उता भनेको क्या अनि सबैले टोकरी पल्टाएर देखाउनु पऱ्यो नि त ल बस्नुहोस् ल दुईवटा कान झ्याप्पै समाउनुहोस् नेपाली कुरा बुझ्दैन यसलाई के भन्छ कान यसलाई काँट क्या कान तान्नु न काँट भनेको के आमा घरको बुढी हो ल मार्दो रहेछ यो मात्रै राख्नु भन्नु ए मसान म केही पनि हार्दिनँ ढाट्यो भने फुलीको कपाल खोपडी सहित उडाइदियो लाउनु पऱ्यो नि त ल हेर्नुहोस् त यता खोपडी उडाउँछ मान्छेदेखि के भन्ने ल नढाट्नु होला है मान्छे छ हेर्नुहोस् त मान्छे छ खुट्टे छ केटा छ हात छ जिउ छ भुइँ छ यत्रो पड्काएको त देखेन भनेर पड्काएको नि यहाँ भुइँ पनि छैन त वही त छ त भन्दै छ त के यत्रो भाइ देखेन त अनि आहा बोलै गएछ दिउँसो म तिनी केलाई मिच्नु भयो यत्रो डल्लो गरेको मान्छे यहाँ देखेन